हेलो गाइस, वेलकम टु माई त्यही सुट गर्नुपर्छ नि फोटो मम्मी नि मम्मी। पानीले कुटेर कुटेर नि चाहिँ अहिले पानी रोकियो सबै सुट गरेर उहरू मलाई रमाइलो भयो तर त्यो टिका चाहिँ लाउनु नपाएर चाहिँ अलिकति हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि म चाहिँ यहाँ माथि माइत आएको छु कि दसैँमा बाबा मम्मीलाई भेट्नु। तर यहाँ पानी परेर फोटो खिच्यौँ भनेको पानी परेर तनाव भइरहेछ। हाम्रो मम्मी चाहिँ फोटो खिच्नको लागि रेडी हुनुभयो। के छ कस्तो छ मम्मीको अवस्था अहिले? एकदम अघि साडी लाएर खिच्नु भएको, फेरि अहिले के अरे कुर्ता सुरुवाल लाएर खिच्दै हुनुहुन्छ मम्मीले चाहिँ। अनि हामी चाहिँ पानी पर्दा यहाँनिर रोकिएको छ भर्खरै। अनि अब अलिअलि अझै सुट गर्नुपर्छ नि फोटो मम्मी नि मम्मी। अनि यहाँ हामीसँग डेडी मम्मी म नानाहरू सबैजना उयो गरेको के अरे फोटो खिचेको। डेडी आउनु त हेलो गरिदिनु त। हेलो सबैजनालाई नमस्ते भन्नु। हेलो नमस्कार। अनि मेरो डेडी चाहिँ भर्खरै फोटो खिचेर यहाँ बस्नु भएको छ। यहाँ हेर न, नानाको नानी रोएर फेरि हो। अनि आजको वेदर चाहिँ नि यस्तो छ। अनि त्यही हो साथीहरू, दसैँमा घर आएको तर पानीले कुटेर नि भिडियो बनाउने नि उयो छैन क्या, वातावरण छैन क्या। त्यही भएर एकछिन पानी रोकेको बेला भिडियो बनाउनु के भने हाम्रो मम्मी चाहिँ राम्री भएर आइसक्नु भएको छ। फेरि यहाँ यस्तो छौँ हामी चाहिँ। कहाँ बनाउने मम्मी भिडियो? यो टिकटक कि फोटो खिचिदिनु फुलबारीमा। यहाँ त हेर्न टिकटक कि फोटो खिचिदिनु फोटो खिचिदिनु पर्ने रे मम्मीलाई चाहिँ। अनि सबै म त नुहाएको जस्तो भिजिसक्यो, कस्तो धेरै यो पानी पऱ्यो क्या। अघिसम्म त पानी परेको थिएन, अहिले भर्खर पानी पऱ्यो। ओके ल साथीहरू, अनि म चाहिँ अब यहाँ मम्मीको लागि भिडियोहरू बनाउनु आँटेको, सो त्यही हेर्दै गर्नु होला। अनि हामी चाहिँ अहिले पानी रोकियो। अनि पानी रोकियो, फोटो पनि खिचियो। अनि भोलि उद्धोरो घर लानुको लागि सिस्नो टिप्नु डेडी र म चाहिँ आएको छौँ। डेडीले चाहिँ टिप्दै हुनुहुन्छ। मैले पनि यहाँ टिप्नु पर्ने छ यति यस्तोमा होइन रेडी। पहाडको अर्ग्यानिक अर्ग्यानिक चिज। अर्ग्यानिक भनेको यो सिस्नु नै हो। हाम्रो यो सबै सुट गरेर उहरू चाहिँ भिटामिन हो भनेको यही हो, विष लगाइँदैन त्यस्तो है। अर्ग्यानिक हो यस्तो हो। अनि दसैँमा अब मासु खाँदा कति धेरै यो भएको हुन्छ नि त, मासु खाँदा अमन भएको हुन्छ। अनि हामी चाहिँ यहाँ सिस्नो टिप्नु आएको लानु भनेर, तर अलिकति जुक्का पनि रहेछ। त जुक्का छ यतातिर, जुक्का पस्ला जस्तो भएको छ साथीहरू। तर केही छैन, जुक्कादेखि म चाहिँ डराउँदिनँ। हेर्नु मैले यति टिपिसकेँ, डेढ त्यति। अनि अब म टिप्ने तर्फ लागेँ। यस्तरी टिप्नुपर्छ, यस्तरी टिप यहाँ हालो। कपाल पनि यस्तो छ। कस्तो त पानी क्या, बिहानदेखि पानी परेको साथीहरू। ओ जुक्का कत्रो। लु जुक्का पानी ल्याउनु पर्छ। ल्याउनु त्यहाँ मारिदिनु त। कत्रो हौ नि मोमो यस्तो साथीहरू। ल हेर्दै गर्नु होला। रुँदैछ हौ फेरि। हामीले सिस्नु चाहिँ यति पार्यौँ, डेडीले मैले। डेडीले त्यहाँ, मैले यति बनाएको। तर जुक्काले खाएर नि यहाँ छ एउटा जुक्का है। डेडी मारिदिनु त डेडीको त्यहाँ झन् खुट्टामा भयो। खुनै निकाल्दैछ हौ नि। यति बनाएको, अब यति नै होला। अब चाहिँ हामी टिपेर घरतिर लाग्दैछौँ। त्यही हो। अनि तपाईँहरूको दसैँ चाहिँ कस्तो भयो साथीहरू? हाम्रो चाहिँ दसैँमा अब हाम्रो चाहिँ बाजे खस्नु भएको थियो। दसैँ चाहिँ हामीले टिका चलायौँ न घरमा। टिका चाहिँ लाउनु पाइएन, अलिक दसैँ खल्लो भयो। तर पनि केही छैन। अनि तपाईँहरूको चाहिँ कस्तो भयो? सबैजनाको राम्रै भयो होला। अनि हाम्रो पनि रमाइलो भयो, तर त्यो टिका चाहिँ लाउनु नपाएर चाहिँ अलिकति खल्लो मात्रै भएको हो। अनि त्यही हो। अनि हामी चाहिँ अब यति पुऱ्याएँ मैले। अलिक टिप्दै हुनुहुन्छ, अझै टिप्नु हुने अरे। मैले चाहिँ यति टिपेँ।
अनि तपाईहरूलाई सबैजनालाई ह्याप्पी दसैँ भन्दै म चाहिँ अब भिडियो इन गर्दैछु। घर जानु आँटेको। ओके बाई बाई। मेरो भिडियो हेरेर मन पर्यो भने लाइक गरिदिनु अनि त्यहाँदेखि सब्सक्राइब पनि गरिदिनु नभुल्नु होला। थ्याङ्क यू सो मच। बाई बाई। बाई बाई गाइज। बाई बाई गाइज। बाई बाई गाइज।